फेसबुक मार्फत मैले केही दिन अगाडि एउटा भिडियो बनाएको थिएँ र एउटा हाम्रो आदरणीय एउटा हाम्रो मित्र हुनुहुन्छ, उहाँसँग मैले इन्टरभ्यू लिएको थिएँ। उहाँको इन्टरभ्यू भन्दा पनि मैले एउटा भिडियो बनाएको थिएँ, हामीले आन्तरिक बसेर आन्तरिक छलफल जस्तै यस्तो बनाएको थिएँ। उहाँको भिडियोमा उहाँले भनेका शब्दहरू हरेक साथीहरूले मूल्याङ्कन पनि गर्नुभयो, कमेन्ट राम्रो राम्रो कमेन्ट पनि गर्नुभयो। तर मलाई पर्सनल फोन गरेर पनि आर्यनजी, तपाईँले जो भिडियो बनाउने व्यक्ति हुनुहुन्छ, जो भिडियोमा बोलिरहने व्यक्ति हुनुहुन्छ, उहाँले चाहिँ हिन्दू धर्म गलत कसरी भन्नुभयो र यो राजतन्त्र गलत कसरी भन्नुभयो, यसलाई प्रश्न नपारेर तपाईँले आधै भिडियो बनाउनुभयो भन्ने कुरा गर्नुभएको थियो। आज यो आधा भिडियोको पुरै गर्नको लागि एकजना हाम्रो आदरणीय सर हुनुहुन्छ, उहाँलाई चाहिँ आजको बसाइमा स्वागत गर्न चाहे। सर धन्यवाद हजुर। आज हजुरले केही दिन अघि हाम्रो भिडियोमा हजुरले यो हिन्दू धर्म गलत भन्नुभएको थियो, त्यसमा केही कुरा जोडिँदाखेरि हजुरले त्यसको प्रश्न पार्न नसकेको अवस्था थियो। आज राजतन्त्र र के अरे हिन्दू धर्म गलत भनेकै कारणले धेरै साथीहरूले मलाई पर्सनल कमेन्टमा त्यस्तो नराम्रो भनेका पनि छैनन्, तर मलाई पर्सनल फोन गरेर पनि भन्नुभयो धेरै साथीहरूले, यो हिन्दू धर्म र तपाईँको राजतन्त्र किन गलत भन्नुभयो उहाँले भन्ने कुरा गर्नुभयो। यसको आज यो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रश्न पारिदिनु पर्यो सर। त्यही त ठिक छ। अब तपाईँले चाहिँ नि राम्रो चाहिँ प्रश्न चाहिँ उठाउनु भयो फेरि। अब त्यो दिन समय हामीसँग अलिक कम थियो होइन, अब समयको कारणले गर्दा केही कुराहरू खुलाउन सकिएन। हिन्दू धर्मलाई गलत मैले किन भनेको भने, हिन्दू धर्म नाम गलत होइन, त्यो हिन्दू धर्म भित्रका व्यक्तिले जुन नीति नियम, जो सिस्टम, जो संस्कार, जो सभ्यता, जो त्यो हिन्दू धर्मले उत्पन्न गर्यो, जो समाजमा त्यो संस्कारलाई बाँड्यो, त्यो संस्कृतिलाई बाँड्यो, जुन खालका प्रथाहरू बनायो, मैले त्यसलाई गलत भनेको। हेर्नुहोस्, सती प्रथा भन्ने थाहा छ नि? एकदम। सती प्रथा तपाईले बुझ्नुभयो भने तपाईको आँखाबाट आँसु आउँछ कि थाहा छ कि नै? सती प्रथा कसले कसको चाहिने विधिमा थियो ल भन्नुहोस् त? सती प्रथा त हिन्दू धर्ममै हो नि। हिन्दू धर्ममै सती प्रथा, देउकी प्रथा, बोक्सी प्रथा, दाइजो प्रथा, छाउपडी प्रथा या छुवाछुत, यो पनि एउटा प्रथा नै बुझ्नुपर्छ। एकदम हैन? जातीय विभेद जस्तो चीज एउटा मानिस भएर पनि यो समाजमा मानिस जस्तो भएर बाँच्न जस्तो दिदैन, एउटा पशुको जस्तो व्यवहार गरेको छ। यो दास जो छ नि, यो हिन्दू धर्ममा छ। मैले तपाईले सही भन्नु हैन? यो हिन्दू धर्म कस्तो भने छोडुवा धर्म हो के। जसरी बजारमा चाहिँ नि तपाईलाई मैले यसरी भन्छु सर, जुन गल्लीमा जहाँ ब्ल्याक धन्दा हुन्छ, मानौ न एउटा रन्डी बजार हुन्छ, अब यसरी भन्छु म तपाईलाई, त्यहाँ कुनै त्यहाँ नीति नियम, इज्जत, धर्म कर्म कोही हुँदैन नि। त्यस्तो प्रकारको हिन्दू धर्म यो समाजले बनाएको छ कि हामीले बनाएको हैन। मानिस भएर मानिसलाई बाँच्न नदिने, महिलाहरूलाई त्यसरी दबाएर राख्ने, यहाँका दलितहरूलाई दबाएर राख्ने हैन। त्यसैले गर्दा अब त्यो कुरा मैले त्यसरी चाहिँ गलत भनेको हो है। अब चाहिने अब हिन्दू धर्मको मलाई सबभन्दा मुख्य कुराहरू सती प्रथा, देउकी प्रथा, छाउपडी प्रथा, बोक्सी प्रथा, दाइजो प्रथा राख्नु भएको छ नि हिन्दू धर्मको बारेमा। हजुर, यो धर्म गलत नभएर त यहाँ भित्र भएका जो सिस्टम गलत भन्नुभयो हो। यहाँ भित्र भएका नीति नियमहरू, संस्कारहरू, सभ्यताहरू जे जे हो, तपाईले सबै चीजहरू चाहिँ नि गलत हो। गलत यसरी यहाँ भित्र सिस्टमहरू मात्रै गलत भन्नु खोज्नु भयो कि यो सब हिन्दू धर्मै गलत भन्नुभयो? होइन होइन, नाम त जुनसुकै नाम पनि हेर्नु न। मुस्लिमको धर्म अलग छ हैन। अब मुस्लिमको मुख्य व्यक्ति भनेको हजरत एडम भन्ने मान्छे हुन् हैन। अब चाहिँ बौद्ध धर्मको मुख्य के अरे व्यक्ति भनेको भगवान बुद्ध भइहाले, सिद्धार्थ गौतम भनेर बुझिन्छ हैन। अब ईसाईको मुख्य व्यक्ति भनेको ईसाई हुन्, के अरे येशू हुन् हैन। अब त्यस्तै उडुको भनेको अर्को छन् हैन। अब त्यो हिन्दूको पनि, हिन्दू धर्म त इन्डिया र पाकिस्तानको बीचबाटै अथवा
एउटा सिन्धु घाटीकै बिचबाट चाहिने एउटा शङ्कर आचार्यले यसको स्थापित गरेका अथवा यसको उच्चारण गरेका हुन् नि त हैन। अब हिन्दू धर्म नामसँग मेरो सरकार होइन कि, यहाँभित्र भएका गतिविधिबाट सरकार हो, यहाँभित्र भएका यस्ता एउटा एउटा कुसंस्कार जो छन् नि। हजुरलाई यति मैले अझ फेरि अर्को क्वेसन जोडिहालेँ बिचमा। हजुर, हिन्दू धर्म पनि गलत भन्नुभयो, त्यसको प्रश्न पनि पारिदिनु भयो। यो यसरी गलत भएको हो। तपाईँको के अरे सती प्रथा हिन्दूमै छ, तपाईँको बोक्सी प्रथा, तपाईँको के अरे जातीय विभेद, यो हेर्नुहोस् हिजो सती प्रथामा कस्तो थियो भने म तपाईँलाई छोटी जानकारी गराउँछु। म 7 वर्षको बच्चाले 50 वर्षको या 80 वर्षको पुरुषसँग विवाह गर्यो भने ऊ मर्यो भने 7 वर्षको बच्चाले पनि मर्नै पर्थ्यो। श्रीमान मर्नु बित्तिकै महिलाले मर्नुपर्छ भने त त्यो महिला मर्नु बित्तिकै श्रीमानले पनि मर्ने नियम छैन के अरे त लगाउनु पर्ने होइन र? दुईटा पक्ष हो। यो हिन्दू धर्मले महिलालाई दलितलाई हैन एकदमै दबाएर राखेको छ कि। हेर्नुहोस् हिन्दू धर्म तपाईँ हामीले त मैले त भन्छु मलाई त यो यसका कोही म त यो यसलाई मान्दैन। अब समाजले आमा बुवालाई पुर्खाहरूले मान्नुपर्छ, त्यसो गर्नुहुन्न। त कस्तो घमण्डी होस्, कस्तो नबुझेका मान्छे हो भनेर ती बाबुबाजेहरूले भन्छन्। बाबुबाजे हाम्रै पछिको कुरा त त्यति हामीलाई त्यति नलेज नहोला, को पालाको कुरा त त्यही हामीलाई थाहा परेको कुरा पनि हो। र यो कुरा गलत भन्नुभयो, यसलाई अलिक प्रश्न पनि पारिदिनु भयो। अब यो हाम्रो सामाजिक सञ्जाल फेसबुक हेरेर बस्नुहुने दर्शकहरूले के प्रतिक्रिया दिनुहुन्छ त्यो कमेन्ट बक्समा गएर गर्न सक्नुहुनेछ। र फेरि राजतन्त्रको बारे पनि त्यहाँ केही राजतन्त्रको बारेमा यसरी भनिदिनु भएको थियो त्यहाँ एक दुईजना साथीहरूले, उहाँकै पछिको मान्छे हुनसक्छ, राजतन्त्रकै बारेको कोही उसकै गाना गाउने उसै पछाडि हिँड्ने व्यक्ति पनि हुन सक्छन्। मलाई फोन गरेर मलाई प्रत्यक्ष पनि भेटे साथीहरू, राजतन्त्रको बारेमा उहाँले चाहिँ गलत बोल्नुभयो नि। कसरी गलत भयो? एउटा देशको राजा, तपाईँको देशको यत्रो राज गरेको व्यक्ति राजा, उहाँले कसरी गलत भन्नुभयो? यो राजतन्त्र गलत किन भन्नु? गणतन्त्र के रे, के गरेको छ भन्ने कुरा पनि गर्नु। तर म यो राजतन्त्रको बारेमा पनि हजुरले केही कुरा खुलाइदिनु पर्यो आज। अब हुन त उसरी हेर्ने हो भने तन्त्रहरू कोही पनि ठिक छैन नि, हेर्नुहोस् होइन। अब अहिलेको हिसाबले के अब तन्त्रहरू प्रायः जसो नेपालमा मेरो नजरमा खासै ठिक भयो जस्तो लाग्दैन, हेर्नुहोस्। तर लोकतन्त्र गणतन्त्र चाहिँ ठिक हो। उसरी सबैको चाहिने एउटा समाजको लागि सबैको शासन। मैले हजुरलाई खालि यो उसको बारेमा राजतन्त्रको बारे मात्रै, राजतन्त्रको गलत कसरी भयो, गलत नीति धर्म त्यहाँका सिस्टमहरू के थिए हो, राजतन्त्रमा के थियो भन्नुहुन्छ भने गणतन्त्रको बारेमा त अझ फेरि हजुरलाई सोधौँला के राम्रो र के नराम्रो छुट्याउनु पर्छ। राजतन्त्र एउटा सामन्ती शासन हो। हेर्नुहोस् राजतन्त्र अर्कालाई हेपेर चेपेर खाने शासन हो। हेर्नुहोस् राजतन्त्र एकलौटी शासन हो। पहिलो कुरा त राज भनेको के हो, तन्त्र भनेको के हो भन्नु पर्यो, हामीले बुझ्नुपर्छ होइन। एउटा शासन गर्ने जो विधि हो त्यो एकलौटी शासन, उसले जे भन्यो त्यही चल्ने, उसले जे मनमा आयो त्यही गर्ने। त्योमा यो राजतन्त्र अहिले त भन्छ नि नेपालमा राजतन्त्र चाहियो भनेर केही नालायकहरूले बोलिराखेका स्थिति पनि छ के। तर राजा आइसकेपछि के हुने भन्ने हो के कुरा त त्यहाँ छ नि। राजा आइसकेपछि हामीले के गर्ने? ठिक छ राजतन्त्र चाहिँदैन भन्ने होइन, तर राजतन्त्र आइसकेपछि के हुन्छ त नेपाल? 240 वर्ष त तपाईँको शासन चाहिँ गरे हो। हजुरको कुरा काटेर एउटा कुरा अर्को जोडी, एउटा मलाई नाम ठ्याक्क अहिले थाहा भएन, एउटा दिदीले एउटा इन्टरभ्यू दिनुभएको थियो, उहाँ माओवादी केन्द्रको कुनै राम्रो नेता पनि हुनुहुन्छ। उहाँले भन्नुभएको थियो कि राजाको बारेमा यति ठुलो गुणगान गाउने साथीहरूलाई म एउटा कुरा के भन्न चाहन्छु भने यो उहाँले गरेका गलत कुराहरू म प्रश्न पार्न चाहन्छु। अछामकै कुरा नगरौँ, सुदूरपश्चिमको कुनै ठाउँमा जानुभयो उहाँ, गइसकेपछि एकजना महिला दिदीलाई सोध्नु भएको रहेछ उहाँले, महिला दिदी बहिनीलाई कसैलाई सोध्नु भयो होला उहाँले, यो हिजोका दिनमा राजाको पालामा के सही गलत के थियो, अहिले के परिवर्तन पाउनुभयो भन्दाखेरि सबैभन्दा हामीले चाहिँ परिवर्तन पायौँ कि हामीले स्वतन्त्र भएर जिउन पाउने यो अधिकार पायौँ। अर्को कुरा तपाईँको मुखिया ठुला राजाका अब शाखा सन्तानहरू, यो कुरा मलाई थाहा छैन सर है, त्यहाँ मैले देखेको मात्र हजुरलाई पनि फेरि सोधेँ यो क्वेसन। मैले उहाँ अन्तरी अरूको सामाजिक सञ्जाल अन्तरी देखेको कारण मैले हजुरलाई पनि यो क्वेसन गरेँ। उहाँले के भन्नुभयो भने नै होइन त्यस्तो होइन, मैले एउटा उदाहरण, मैले बिहा गरिसकेपछि
जस्तै म केटी मान्छे उदाहरण अहिलेको लागि म केटी मान्छे मैले बिहा गर्यो भने मैले श्रीमानसँग नबसेर मैले अर्को परपुरुष भन्नाले राजाको अब त्यो शासनमा उहाँको शासनमा त्यो चल्दो रहेछ केही दिन उहाँको घरमा बिताउनु पर्ने बल्ल गएर आफ्नो श्रीमान थियो त यो रियल हो र सर एकदम एकदम रियल हो नि यो त त्यही त भने नि 240 वर्षसम्म राजाले नेपालमा शासन गर्यो त्यसको उपलब्धि भनिदियोस् न कसैले मलाई त्यसको भनिदियोस् न राजाले के चाहिँ राम्रो गर्यो ठिक छ पृथ्वीनारायण शाहले चाहिँ एउटा एकीकरण देशको गर्यो उसको कुरा अब कुनै दिन बहस गरौँला ठिक छ उसको कुरा छोडिदिनु अनि त्यहाँ त मान्छेले त यति मात्र पोइन्ट पक्रेर कुरा गर्छन् नि सर राजदरबार राजमार्ग रोड हैन यस्ता यस्ता कुराले मात्र जोड्छन् त त्यो राजदरबारमा एउटा नाम जोडिएको छ तपाईको राजमार्ग रोड भनेर जोडिएको छ नै यस्तो यस्ता कुरामा बढी जस्तो फोकस गर्छ हाम्रो राजाले गरेका थिए एउटा कुरा राजाको लागि हामीले विरोधै गर्नु खोजे पनि हैन सत्य के रे गलत र सही छुट्याउनु खोज्या हिजो के थियो र आज के हुँदैछ नेपालमा मैले भने गलत र आएपछि हामी सुन्नुहोस् एउटा कुरा मैले तपाईको कुरा काटे सर नेपालमा उसरी राम्रै गरेको भने किराँती शासनले हो के किराँतीका मुख्य व्यक्ति जो छ नि एलेम्बर भन्ने जो थिए नि राजा उनको पालाबाट लिएर हुन त 32 पुस्तासम्म किराँतीले नेपालमा शासन गर्यो हैन अब उनसँग जुन उनीहरूको जो संस्कार सब अहिले हुन त मुन्द्रुकमै उहाँहरू बोल्छन् गाउँछन् उनीहरूको रहनसहन उनीहरूको खानपिन सबै मुन्द्रुकमै हुन्छ के तर उसले जुन गरेको छ नि नेपालमा राम्रो गरेको थियो त्यो बेलाको नेपाल र राजतन्त्रको बेलाको नेपाल त्योभन्दा पछाडि राणाको बेलाको नेपाल अहिलेको तपाईँ नेपाल हेर्नु न फरक छ नि राजतन्त्रले मात्रै गर्यो राजतन्त्रै मात्र सही हो राजतन्त्रै मात्र चाहियो भने यी गधाहरूलाई त मैले के भन्ने यो त प्रश्न बुझेका थिएँ नि 240 वर्षमा शासन गर्दा यी साले गधाहरूले बुझ्नु परेन तपाईले बारम्बार सर यो कुरा पहिलाको भिडियोमा पनि बोलिराख्नु भएको थियो कि जनतालाई यो हेर्ने जनता नै हेर्ने हो मलाई सुन्नुस् मलाई राजा भन्ने शब्दबाट नफरत छु के म साँचो कुरा भन्ने हो भने म यो राजा भन्ने शब्द नि म पटक्कै मन पराउँदैन राजतन्त्र भन्ने त्यत्रो काठमाडौँमा त्यत्रो तपाईको राजा ल्याउनु पर्छ भनेर त्यत्रो आन्दोलन गरिरहँदा तपाईले राजा चाहिने एकजना व्यक्तिले चाहिँदैन भनेर अरे यी पागलहरू हुन् यी पागल यिनको के छ र काम के छ यिनीहरू त्यो राजा भने सकियो हैन यसो भनिरहँदा के तपाईलाई किन छोड्दैन यार त्यो छोड्दैन हैन हामीले एउटा कसैलाई सपोर्ट गर्नु त राम्रो कुरा हो के को सपोर्ट कुन हिसाबले सपोर्ट गर्ने मलाई भन्नुस् न तपाईँ उनको एउटा पनि राम्रो काम देखाउनु मलाई तपाईँ कोही छ भने राजाको बारेमा बहस गर्ने मसँग आउनु म सिंगल बहस गर्न तयार छु को छ त्यो मान्छे देखाउनु न ठुला ठुला व्यक्तिहरू वैज्ञानिकहरूले अहिलेको पछिल्लो पिरियडमा आएर गणतन्त्रकै गुणगान गाइरहँदा त एक दुई जना सामान्य व्यक्ति कोही बलिष्ठ व्यक्ति पनि होलान् त्यो राजाको गुणगान गाइरहँदा यो राम्रो पक्ष होइन भन्ने त हो हजुर हो एकदम यो गलत हो राजा आउनु पनि आउँदैन यदि राजा आउँछ भने फेरि 10 वर्ष जनता महाबली जसले लड्यो थियो नि अब यो दलितहरू लड्छन् अब फेरि यो दलितको अब उठ्छ दलित उसले त 10 वर्ष लड्यो हामी त 20-50 वर्ष लड्न तयार छौँ राजा त पटक्कै आउन दिँदैनौँ हामी राजा यदि त्यस्तो खालको वातावरण हुन्छ भने हामी ज्यानको बलिदान दिन पनि तयार छौँ हामी एउटा खुनका चाहिने खोला नाला बगाउन पनि तयार छौँ राजा त हामीलाई चाहिँदैन तपाईँ हामीले स्वीकार्दै हुँदैन यो त मलाई एलर्जी नै हुन्छ राजा भन्ने शब्दबाट किनभने हजुर त्यो कुरा अब मैले स्टप गरेँ हजुरले जे भन्ने कुरा भनिसक्नुभयो अनि एकचोटि पहिला पनि मैले हजुरलाई एउटा हुन्छ नि त विराजबाट दाइले काम लगाएको थिएँ अन्तिमतिर हामी अन्तिमतिर आइसक्यौँ किनकि भिडियो पनि लामो हुने नबनाइ पनि थियो